बिहे ज्यान जोगाउन जङ्गलतिर हतार हतार दौडिरहेको थियो। उसले गाउँका धनी जमिनदार धनप्रसादको घरमा चोरी गर्ने प्रयास गरेको थियो। उसको पछि धनप्रसादका दुई कुख्यात पहलवानहरू हर्क र जङ्गे हातमा लौरो लिएर लखेटिरहेका थिए। केही समयपछि हर्कले स्वाँ स्वाँ गर्दै भन्यो, धैट, कस्तो छिटो दौडेको यो फटा। त्यसपछि जङ्गेले वरिपरि आँखा डुलाउँदै भन्यो, यतैतिर आएको थियो, एक्कासी कहाँ हरायो। तब रिसाउँदै हर्कले दाँत किट्दै भन्यो, साउको घरमा आँखा लगाउनेको हालत के हुन्छ, आज यसलाई देखाइदिनु पर्छ। त्यसपछि दुवैले मिलेर खोज्न थाले। उता बिरे भने एउटा ठूलो ढुङ्गाको पछाडि सास थामेर लुकेको थियो। दुवै पहलवानहरू अर्कैतिर खोज्न थालेको मौका छोपेर उसुटुक्क भाग्न थाल्यो। हर्क र जङ्गे फेरि उसको पछि कुदे। बिरे अझ तीव्र गतिमा दौडिरहेका बेला उसले अगाडि एउटा घोडा उभिएको देख्यो। ढिला नगरी ऊ घोडामाथि चढ्यो र जङ्गलभित्र ओझेल भयो। जङ्गेले रिसाउँदै भन्यो, घोडामा चढेर बाँच्यो, नत्र मर्ने थियो। त्यसपछि हर्कले रिसाउँदै भन्यो, धट, हातैबाट फुत्कियो। त्यसै बेला हर्कको नजर भुइँमा पर्यो। जङ्गेले भुइँबाट एउटा चम्किलो औँठी टिप्यो। वाह, हेर्दा त निकै बहुमूल्य देखिन्छ। पक्कै त्यही चोरले खसालेको हुनुपर्छ, हर्कले भन्यो। अब यसलाई के गर्ने? के गर्ने र? सुनको औँठी हो, बजारमा लगेर बेच्ने र आधा आधा बाँड्ने, दुवैलाई फाइदा। दुवैजना बजारको सुनार कहाँ पुगे। नमस्कार साहुजी, यो सुनको औँठी बेच्नु थियो। सुनारले औँठी जाँचेर भन्यो, सुन शुद्ध छ, तौल पनि राम्रो छ। यसको म केही रुपैयाँ दिन्छु। पैसा पाएपछि हर्क र जङ्गे खुसी भए। दुवैले बराबर हिसाब बाँडे। त्यसपछि उनीहरू जमिनदार धनप्रसाद कहाँ पुगे। साहुजी, त्यो चोर त भाग्न सफल भयो। के? धनप्रसाद कड्कियो। कसरी भाग्यो? जङ्गलमा अचानक घोडा भेटियो, त्यसैमा चढेर अलप भयो, जङ्गेले भन्यो। धनप्रसादले लामो सुस्केर हाले। अब राजा कहाँ उजुर गर्नु बाहेक अर्को उपाय छैन। तिनैजना राजा विक्रमसिंहको दरबारमा पुगे। महाराजको जय होस्। राजाले सोधे, धनप्रसाद के समस्या आइलाग्यो? त्यसपछि धनप्रसादले महाराजलाई भन्यो, महाराज, एउटा चोरले गाउँका सबै भलादमीहरूलाई हैरान पारिरहेको छ। त्यसको केही चिनारी छ? हर्क र जङ्गे डराए, तर उनीहरूले औँठीको कुरा लुकाए। केही पनि चिन्ह भेटिएन महाराज। राजाले आफ्ना विश्वासपात्र वीरजङलाई आदेश दिए, त्यो चोरको खोजी गर र छिट्टै खबर ल्याऊ। उता बिरे जङ्गल हुँदै नदी किनारमा पुग्यो। आज त झन्डै मरिएको, ऊ आफैसँग फटफटायो। यो घोडा नभेटिएको भए म सकिने थिएँ। अब यसलाई बेचेर धनी बन्छु। पानी पिउन नदीतिर गएर फर्किरहेको बेला त घोडा गायब भइसकेको थियो। ए, घोडा कहाँ गयो? त्यही जङ्गलको अर्को छेउमा सागर नामको एक युवक घोडालाई बोलाइरहेको थियो। बिजुली, ओ बिजुली! घोडाको टापको आवाज सुनियो र घोडा सागरको अगाडि आएर उभियो। औँठी भेट्यौँ त? घोडाले टाउको हल्लाएर छैन भन्ने सङ्केत गर्यो। चिन्ता नगर, हामी फेरि खोजौँला। एक दिन राजकुमारी बजार घुम्न गएकी हुन्छन्। त्यसै बेला राजकुमारी तारा गहना किन्न जान्छन्। उनको नजर सुनार कहाँ भएको त्यही औँठीमा पर्यो। औँठी हातमा लिने बित्तिकै उनले चिनिहालिन्, यो औँठी यहाँ कसरी आयो? सबै बेली विस्तार सुनेपछि उनले औँठी किनिन् र सिधै दरबार पुगिन्। बुबा, यो त त्यही औँठी हो। राजा स्तब्ध भए। यसको अर्थ ऊ अझै जीवितै छ। हर्क र जङ्गेलाई दरबारमा झिकाइयो। केरकार गरेपछि सत्य कुरा बाहिर आयो। राजाले चेतावनी दिँदै भने, अबदेखि मसँग झुटो बोल्ने आँट नगर्नु। वीरजङले खबर लिएर आए। महाराज, त्यो चोरको नाम बिरे हो।
ऊ एउटा पुरानो भग्नावशेष वरिपरि बस्ने गर्छ। राजाले भने, उसलाई कुनै चोट नपुर्याई मेरो अगाडि उपस्थित गराऊ। वीरे फेरि जङ्गलमा त्यही घोडा खोज्दै थियो। सैनिकहरूलाई देखेपछि ऊ भाग्न खोज्यो, तर अगाडि सागर उभिएको थियो। डराउनु पर्दैन, हामी तिम्रो नासो फिर्ता गर्न आएका हौँ। कुन नासो? यो औँठी। लोभमा परेर वीरेले भन्यो, हो, यो त मेरै हो। त्यही बेला राजा त्यहाँ पुगे र भावुक हुँदै भने, मेरो छोरा, बल्ल भेटियो। वीरेले यसलाई राम्रो अवसर देख्यो र चुपचाप बसिरह्यो। राजाले पुरानो रहस्य सुनाए, एउटा ठूलो ढुकुटी, यो औँठी, दुष्ट आत्मा तिमिरासुर र त्यो रहस्यमय घोडाको कथा। वीरे मनमनै दङ्ग गर्यो। ढुकुटी हात पारे भने त म जीवनभरलाई धनी भन्छु। तर गुफामा पुगेर ढुकुटी खोल्ने वीरेको प्रयास असफल भयो। राजाले सोचे कि ऊ मेरो छोरा होइन भनेर। पोल खुल्ने डरले वीरे भाग्यो। उसले फेरि त्यही घोडा देख्यो, तर त्यसमा सागर सवार थियो। घोडा चाहियो भने औँठी मलाई देऊ, सागरले भन्यो। वीरेले औँठी दियो, तर घोडा उसले पाएन। त्यसपछि सागरले आफ्नो औँठी लिएर गुफाभित्र गयो र औँठीले एउटा ठूलो ढुकुटीको बाकस खोल्यो जसमा धेरै सुनका गरगहना थिए। यसरी सागरको हातबाट ढुकुटी बाकस खुलेको देखेर राजा ढुक्क भए कि यही मेरो छोरा हो भनेर। त्यसपछि राजा, सागर, राजकुमार लगायत सैनिकहरू ढुकुटी बाकस लिएर खुसी साथ राज्यतिर लागे।